वेलकम टु HBC वर्शिप। यहाँहरू सबैलाई जय मसी र तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु हाम्रो फर्स्ट टेस्टमनी सेसनमा। र हाम्रो आजको फर्स्ट गेस्ट हुनुहुन्छ आदरणीय रेभरेन्ड उमेश सेवा। र केही ढिला नगरी उहाँलाई म स्वागत गर्दछु र उहाँको जीवन गवाईबारे हामी आज सुन्दैछौँ। धन्यवाद एलबिसी वर्सिप ग्रुप टिमलाई र परमेश्वरको महिमा भएको होस्, उहाँको नामको प्रशंसा भएको होस्। र मेरो परिचय भन्नुपर्दाखेरि मेरो नाम उमेश सेवा, म मिरिक वार्ड नम्बर 4 निवासी र हालैमा चाहिँ वार्ड नम्बर 2 मिरिक बजारमा बस्दछु। अनि म एउटा रेभरेन्ड पास्टर हुँ। अनि मेरो श्रीमती छ, एउटा छोरा एउटा छोरी। छोरी नाम पूजा सेवा र छोराको नाम अविनाश सेवा। अनि हालैमा म युनाइटेड ब्याप्टिस्ट चर्च एसोसिएसन भनेर हाम्रो 24वटा झुन्डको एउटा ब्याप्टिस्ट चर्च एसोसिएसन छ, युनाइटेड ब्याप्टिस्ट चर्च एसोसिएसन मिरिक दार्जिलिङ भनेर। अनि हालैमा चाहिँ म अहिले यो एसोसिएसनमा एक्जिक्युटिभ सेक्रेटरीको रूपमा कार्य गरिरहेको छु। हुन्छ, तपाईँलाई धन्यवाद नसुज्यू। र यो समय फेरि पनि तपाईँ पास्टर हुनु अघिको लाइफ है, हामी अब तपाईँलाई पास्टर एज अ रेभरेन्ड हामी चिन्छौँ। तर तपाईँ जब प्रभु नपाउँदाखेरिको तपाईँको जीवन बारेमा हामी जान्न चाहन्छौँ। अनि तपाईँको जीवन है प्रभु नपाउनुभन्दा अगाडि कस्तो थियो, एउटा सठिक रूपमा तपाईँले हामीलाई बताइदिनु सक्नुहुन्छ? धन्यवाद छ। यो धेरै लामो कुरा हो, तर एकदमै ब्रिफमा एक दुईवटा कुरा गर्न हामी राख्न चाहन्छौँ तपाईँको बिचमा। मेरो जन्मथलो चाहिँ सियोक टी गार्डन, पोस्ट अफिस मिरिक, डिस्ट्रिक्ट दार्जिलिङ, वेस्ट बेङ्गल, इन्डियामा हो। अनि मैले मेरो प्राइमेरी एजुकेसन हाम्रो प्राइमेरी स्कुल सियोक टी गार्डनबाटै हासिल गरेको हुँ। त्यसको पछि 1 साल म नेपालमा क्लास 5 नेपालमा फिकलमा पनि पढ्न पाएँ। र त्यसको पश्चात चाहिँ म लगभग 12-13 वर्षको उमेरमा 1984मा म फुचेरो भन्ने जग्गा, जुन एउटा फेक डिस्ट्रिक्ट नागाल्यान्डमा पर्दो छ, त्यहाँनिर मेरो जेठा दाजु भाउजू हुनुहुन्थ्यो। अनि मेरो मामाहरू पनि हुनुहुन्थ्यो। अनि जेठा दाजुले मलाई लिएर उहाँ जानुभयो मेरो फर्दर स्टडीको निम्ति। अनि म त्यहाँनिर गएर फेरि क्लास 5बाटै इङ्ग्लिस मिडियम स्कुलमा युनियन क्रिस्चियन स्कुल भनेर त्यहाँनिर मैले क्लास 10 तक मैले त्यहाँ पढ्न पाएँ। र 89तिर मैले म्याट्रिकुलेट मैले सकेको हुँ। अनि त्यति बेला क्लास 10को एक्जाम दिनुभन्दा अगाडि मेरो एकजना अति नै हितैषी मित्र हुनुहुन्थ्यो। आजको दिनमा उहाँ पनि पास्टर हुनुहुन्छ, पास्टर कृष्ण रमावली थापा भन्नुहुन्छ। उहाँ नागाल्यान्डमै हुनुहुन्छ, भित्रमा नेपाली चर्चमा अहिले पास्टरसिपको जिम्मेवारी लिएर कार्यभार हुनुहुन्छ। र हामी दुईजना एकदमै मित्रता हामी दुईजनाको थियो। र क्लास 10को एक्जामिनेसन्स हुने दिन बिगिनिङको डेमा 2 बजी राति म त्यहाँको लोकल चर्चमा 2 बजी राति हामी दुईजना प्रार्थना गर्नु भनेर गयौँ। अनि प्रार्थना गर्नु जाँदाखेरि चाहिँ 2 बजी राति पनि त्यहाँभित्र दिदीबहिनीहरू 4-5जना कुना काप्चामा चर्चको बेन्चतिर बसेर प्रार्थना गरिरहेको प्रार्थनाखेरि छक्कै परेको। त्यति बेला एक प्रकारले छक्कै परे। त्यो कुराले अलिकति काहीँ न काहीँ छुएको थियो। अनि यो चाहिँ प्रभु कसरी पायो भन्ने कुरा। अनि त्यसको पश्चात क्लास 10 एक्जामिनेसन दियो, अनि पास भयो, राम्रो भयो। अनि एउटा उमेर थियो त्यति बेला, 18 वर्ष जस्तै थियो होला, 16-17 वर्ष 18 वर्षको उमेर थियो होला। अनि अलिकति त्यो हुन्छ नि एउटा युथफुल एजमा अलिकति रमाइलो गर्ने, रमाइलो मात्रै होइन, यसो अब भन्नु पर्दाखेरि अलिकति साथीहरूसँग, अब साथीहरूको नाम पनि के लिने, ग्रुपमा पिउने गर्ने पनि भयो, यसो सिगरेटहरू सल्काउने। नर्थ इस्टमा पानहरू बेसी चल्छ, पानहरू खाने, त्यति कुरा गर्ने, घुम्ने फिर्ने भयो। अनि
र पनि त्यस्तो डरलाग्दो बिग्रेको पनि होइन र पनि अलिकति एउटा रौसे जीवन जिइरहेको थियौँ। अनि कलेज पढ्दै थिएँ, त्यति बेला प्री युनिभर्सिटी भन्थे, प्री युनिभर्सिटी गर्दै थिएँ त्यो कलेजमा। अनि त्यस्तै सिलसिलामा एक दिन सानैबाट अलिकति धर्मप्रति आस्था राख्ने व्यक्ति र आफ्नो धर्मप्रति आस्था राख्ने व्यक्ति अनि सबै धर्मलाई आदर सम्मान इज्जत गर्ने व्यक्ति थिए। र म त्यहाँनिर कुनै जब वर्सिप सेन्टरमा जान्थेँ, हाम्रो आफ्नै वर्सिप सेन्टरमा जान्थेँ। अनि क्रिस्चियन्सहरूको होइन, मेरो आफ्नै परम्परागत वर्सिप सेन्टरमा जान्थेँ। अनि बाउबाजेकै मान्दै आएको जग्गामा जाने गर्थेँ। एभ्री सन्डे जान्थेँ म। अनि यस्तै जीवन थियो, धार्मिक जीवनमा जिइरहेको थिएँ। एक दिन त्यसरी घुम्दै फिर्दै बेलुकाखेरि साथीहरूसँग, हामी नेपाली केटाहरू मात्रै थियौँ नागाल्यान्डमा, नेपालीहरू थियौँ, 7-8 जना थियौँ। घुम्दै फिर्दै 4:30 बजीको एउटा ठुलो नागाको एउटा ठुलो टावर ब्याप्टिस्ट चर्च भन्छ, ठुलो चर्चमा त्यहाँ इभिनिङ सेवा भइरहेको रहेछ। अनि त्यो इभिनिङ सेवा हुँदिरहँदाखेरि पस्ने मन भयो। अनि गोजीमा सिगरेटको प्याकेटहरू पनि थियो, सुगन्धित गोल्डन डब्बा भन्ने, गोल्डन खैनी भन्ने त्यो पनि थियो, पानहरू पनि थियो। अनि मनमा के आयो भने होइन, चर्चभित्र त्यस्तो खाँदैन अरे चर्चकोहरूले त भनेर चाहिँ त्यो कुराहरू निकै ओर, चर्चको निकै ओर साथीहरूलाई भनेर सबैजनाले झाडीमा पान सिगरेट खैनीहरू लुकाएर चर्चभित्र पस्यौँ। चर्चभित्र पसेको, चर्चभित्र त करिबन 500-600 जना मान्छे रहेछन्। कोही घोडा टेकिरहेको, कोही हात उचालिराखेको, रुँदै प्रार्थना गरिरहेको, कोही सुखदुख गर्दै प्रार्थना गरिरहेको, कोही सुखदुख गर्दै भजन गाइरहेको, कोही कराउँदै प्रार्थना गरिरहेको, कोही मनमनमै प्रार्थना गरिरहेको, आँसु चरी भएर प्रार्थना गरिरहेको देखेँ मैले त। अनि त्यो भाषा पनि साह्रै बुझिन्थ्यो उनीहरूको। अन्त मैले त्यो हाम्रो नेपाली साथीहरू भाषा बुझ्नेहरू के जन्मेको त्यो भाषा बुझ्छन्, के भन्दैछ यिनीहरूले, के गर्दैछ यिनीहरूले भनेर भनेको, छोराछोरी, गाउँ समाज, देश, आफ्नो सरकार, देशको निम्ति, विभिन्न कुरोको निम्ति, रोगीहरूको निम्ति, टोलीहरूको निम्ति, विधवाहरूको निम्ति, विभिन्न प्रकारको समाजमा आएको कुरीतिहरूको निम्ति, युवा युवतीहरूको निम्ति, जवान छोराछोरीहरूको निम्ति, गाउँमा भएका जवान भाइ बहिनीको निम्ति, स्कुल पढिरहेकोहरू, नोकरी गरिरहेकोहरू, नोकरी खोजिरहेकोहरू, विवाह गर्ने उमेर भएर विवाह गर्नुपर्ने, विवाहको निम्ति दुल्हा दुल्हन खोजिरहेको, यस्तोहरूको निम्ति रुँदै सबैको निम्ति प्रार्थना गरिरहेका छन् भन्दाखेरि चाहिँ म त मेरो शरीरबाट रिङ भएर आयो। अनि आहा, यो समर्पणता देखेर त्यो समर्पणता देखेर सबै नै भने। अनि त्यसपछि के रहेछ त यो बाइबल भन्ने कुरामा अलिकति चासो राखेर अध्ययन गर्दै जाँदाखेरि प्रभु यीशु ख्रीष्टको महान प्रेमलाई मैले बुझ्न सकेँ। सबभन्दा ठुलो कुरो त एटोनमेन्ट भन्छ इङ्ग्लिसमा, प्रायश्चित भन्ने कुरा। अनि हाम्रो पापको लेखा मरिदिनु भएको, हामीले तिर्नुपर्ने प्रायश्चित चाहिँ उहाँको रगतले तिर्दिनु भएको कुराहरू देख्न पाउँदाखेरि मैले चाहिँ 1991मा प्रभुलाई ग्रहण गरेँ। र 1991मा नै मैले ब्याप्टिस्ममा इस्टर सन्डेको दिन ब्याप्टिस्ममा लिएर त्यसको पश्चात अहिले तक मैले क्रिस्चियन जीवन जिइरहेको छु। र मलाई के लाग्छ भनेदेखि यदि म प्रभु यीशु ख्रीष्ट नपाएको भएदेखि म एउटा मतौली जातिबाट बिलोङ गर्छु। अनि धेरै दुःखहरू पाएँ, सानैमा बाबुआमा गुमाएको, अनि गाउँ एउटा तुराको रूपमा बसेको, अनि आफन्तसँग बसेको, त्यही थिएन भए पनि अब धेरै कुरो हुन्छ। र हुँदाखेरि दुःख कष्ट पीर मर्का भन्ने कुराहरू धेरै कुरोहरू हुन्छ। आफ्नो ठाउँमा त्यो कुराहरू कति कुरो उजागर गर्नु सकिन्छ, कति कुरो गरिँदैन। पीडा कष्टमा पर्दाखेरि पिउने गर्थेँ प्रभु पाउनुभन्दा अगाडि, अलि रक्सीहरू पिउने गर्थेँ। र प्रभु नपाएको भएदेखि चाहिँ त्यो पीडा, त्यो कष्ट, त्यो मनको दुखाइ, त्यो एक्लोपन, माया नपाएको, अबन्डन्ट चाइल्ड भन्ने त्यस्तै टाइपले हुर्किनु पर्दा है चाहिँ त्यो धेरै खाएर सायद आज जिउँदो हुने पनि थिएन होला, किनभने त्यो खाएपछि विभिन्न कुरो भएर मर्दो रहेछ। तर प्रभु यीशु ख्रीष्ट पाएको कारणले गर्दाखेरि आज
जीवित छु अनि यो उमेरमा आएको छु। अहिले 24वटा मण्डलीलाई सञ्चालन गर्न सहायता गर्नु एसोसिएटको एक्जिक्युटिभ सर्किटको रूपमा गर्न सहायता पाइरहेको छु। धेरैको मान्छेको बिचमा परमेश्वरको सुसमाचार पुर्याउने समय पाइरहेको छु। आशिषित छु र यो चाहिँ मेरो एउटा छोटकरीमा एकदमै छोटकरीमा तपाईँहरूलाई सानो छोटो गवाईको रूपमा राखिएको छ। हजुर हजुर तपाईँको जीवन है हामी देख्छौँ कि तपाईँले भन्नुभयो जस्तो एउटा एक प्रकारको तपाईँको यो पास्टसँग रिलेटेड कुरा पनि थियो अनि त्यसपछि तपाईँले प्रभु कसरी पाउनुभयो भन्ने कुरा थिए। तर आज जब तपाईँ आफ्नो जीवनलाई हेर्नुहुन्छ र विगतको समयहरू जुन तपाईँले बिताउनु भयो प्रभु नपाउँदाखेरि र अहिले जब तपाईँले प्रभु पाउनु भएको छ र अहिलेको जीवनलाई हेर्दाखेरि तपाईँले के कति भिन्नता या आशिषमय कुराहरू तपाईँले थाहा गर्नुहुन्छ? यसमा चाहिँ के छ भनेदेखि प्रभु मैले यङ एजमा पाएको र भनिदिनुहोस् 18 to 19 मेरो उमेर इन बिट्विन 20 एटलिस्ट 20 वर्षको उमेर तक मैले प्रभु पाइसकेको हो। अनि प्रभु पाउनुभन्दा अगाडि त्यही मैले अघि नै भनिहालेँ एउटा बाउ आमा नभएको कारणले गर्दाखेरि अरू सबै हुँदा हुँदाखेरि पनि त्यो बाउ आमाको कमीको एउटा महसुस जीवनमा थियो। अनि त्यो बाउ आमाको काखको माया हुन्छ नि त्यो जीवनमा कमी थियो र त्यसले ठेस पुर्याउँथ्यो, चोट पुग्थ्यो। अनि चोट पुग्दाखेरि त्यही हो मत मदिरातिर जाने गर्थेँ। अलिकति झगडालु पनि थिएँ, अन्याय सहनु सक्दिनँ थिएँ। अनि म माथि भएको अन्याय पनि सहनु सक्दैन थिएँ। अरू कोही माथि अन्याय भइरहेछ भने बोल्ने व्यक्ति भएकोले गर्दाखेरि धेरै दुःख कष्टहरू पनि थिए। तर म त्यस्तो डरलाग्दो बिमारहरू भएर पनि प्रभु पाएको होइन, अनि एकदम बिग्रेर पनि प्रभु पाएको होइन। तर त्यो दुईवटा अघि नै घटना मैले भनिसकेँ। त्यो एउटा एक्जामको बिगिनिङको दिन प्रार्थना गर्न गएको राति त्यहाँ प्रार्थना गरिरहेको देख्दा अनि चर्चभित्र पस्दाखेरि त्यो कुरा देख्दाखेरि प्रभु पाएपछि चाहिँ म आनन्दित छु, धेरै नै आनन्दित छु। किनभनेदेखि एउटा कुरा तपाईँलाई साझा गर्न चाहन्छु, प्रभु पाइसकेपछि चाहिँ पवित्र आत्मा हामीसँग हुनुहुन्छ। अनि पवित्र आत्मा जब हामीसँग हुनुहुन्छ भनेदेखि हामी कहिले कहिले जस्तै परिस्थिति आए तापनि जस्तै स्थिति आए तापनि एक्लो छौँ भन्ने महसुस चाहिँ मलाई कहिले भएको छैन। किनभनेदेखि फिजिकल रूपमा अहिले श्रीमती छोराछोरी छ, मण्डली छ, धेरै विश्वासीहरू छन्, शुभचिन्तकहरू धेरै छन् र त्यसको साथमा शक्तिशाली रूपमा पवित्र आत्मा साथमा भएको कारणले गर्दाखेरि म पिसफुली शान्ति आनन्दले मेरो लाइफलाई अघि जिइरहेको छु। र यति नै भन्न चाहन्छु, प्रभु पाउनुभन्दा अगाडि कति कुरोमा एक्लोपन महसुस हुन्थ्यो र बिग्रिने बाटोतिर नासिने बाटोतिर लागिसकेको थियो भनौँ। तर ठिक समयमा प्रभु पाएको कारणले गर्दाखेरि आज शान्ति र आनन्दमा छु। कतिपय कुरामा हामी जीवन गवाईहरू बोल्छौँ है कि जब हामी विश्वासी हुन्छौँ हामी केही न केही कुरोको गवाईले गर्दाखेरि हामी प्रभुमा अझै बढी मात्रामा विश्वास गरिरहेको हुन्छौँ। र तपाईँको जीवन गवाई है कि तपाईँको जीवनमा केही यस्तो घटेर हुन्छ या तपाईँ एउटा अवस्थामा पुग्दाखेरि त्यति बेलामा प्रभुले तपाईँलाई उठाउनु भएको है त्यो कुराहरू केही त्यस्तो पनि छ भने तपाईँले राम्रो प्रश्न राख्नुभयो। मेरो छ मैले प्रभु पाइसकेपछि म धर्मशास्त्र अध्ययन गरेर थियोलोजी पढेर प्रभुको सेवाकार्य गर्छु भनेर मैले डिसिसन लिएको थिएँ। अनि एक्लै थिएँ विश्वासी, तर त्यो मेरो शाखा सन्तानबाट त्यो मलाई जानु दिएनन्, उनीहरूले बुझेको छैन, जानु दिएनन्। यसरी नदिएपछि म फेरि व्यवसायमा लागेँ, एउटा व्यापार बिजनेसमा लागेँ। म ग्रोसरी, टेक्सटाइल, स्टेसनरीको दोकान, ठुलो दोकानदारीतिर लागेँ। अनि प्रभु पाइसकेको थिएँ अनि लागेँ, विवाह पनि गरिसकेको थिएँ। अनि त्यति बेला विवाह गरेको सालतिरै हो। अनि म त्यसरी नै बिजनेस यात्रा गर्दै गर्दाखेरि म भयङ्कर रूपमा मेरो गाडी, मेरो गुड्स, मेरो दोकानको गुड्स अनि मेरो लाइफ तिनवटालाई मैले एकदमै इन्डेन्जरमा एकपल्ट म परेँ, डेन्जरमा परेँ। हाइजेक भयो, म किडन्याप हाइजेक हुँदाखेरि 4 रात मलाई जङ्गलमा राखियो। मेरो गाडी पनि ठुलो 16-12 टाटा अनि त्यसमा गुड्स र 5-6 लाखको सामान। अनि म आफैलाई 4 रात जङ्गलमा राखेँ। अनि त्यति बेला मैले यही प्रार्थना गरेँ,
प्रभु म थियोलोजी पढेर तपाईँको सेवाकार्य गर्छु भनेको थिएँ, तर मैले चाहिँ पुरा गर्न सकिनँ। अनि आज बिजनेस गरेँ, पैसाले त्यति कमाएँ, महाजन पनि भएको छु। तर आज म यो जङ्गलमा छु, यसरी छु। म हाइजेक्नु परेको छु, किडन्यापिङ छु। 4 रात भयो मलाई घेरेर राखिरहेका छन्। मलाई एक छाक सुक्खा रोटी खानापिना दिएको छन्, तर 4 रात भयो 3-4 जनाले बन्दुक ताकेर बसिरहेका छन्। र यहाँबाट म उम्किएर मलाई तपाईँले निकाल्नु भयो भनेदेखि चाहिँ म फेरि पनि अब घरमा मेरो श्रीमती छ, मेरो ठुलो छोरी आमाको मेरो श्रीमतीले गर्भमा थियो। अनि निस्क्यो भनेदेखि चाहिँ म थियोलोजी त सायद पढ्न सक्दिनँ, किन जिम्मेवारी छ। अब नानी जन्मिन आँटेको छ, श्रीमती छ, त्यो मलाई कसले पढाउने, मेरो सुरक्षा कसले पाल्ने, मेरो नानीले कसले हुर्काउने। तर पनि म जस्तो म छु त्यस्तै हिसाबले म तपाईँको सेवाकार्य चाहिँ गर्छु भनेर त्यहाँबाट प्रार्थना गरेँ। मैले 4 लाख प्रार्थना गर्दाखेरि मलाई त्यहाँबाट अनहार्म कुनै पनि एउटा पनि चोट नलाग्यो। हो मेरो सम्पत्ति गयो त्यति बेला, 5.5 लाखको सम्पत्ति गयो, तर मलाई चाहिँ एउटा चोट पनि नलागेको तिनीहरूले मलाई बिहानै भुलबुद्ध बिहानमा राति 3 बजीतिर छोडिदिए। अनि त्यो जङ्गलबाट हिँडेर 1.5 घन्टा म हिँडेपछि चाहिँ मैले त्यो मेरो जुन चाहिँ गाडी थियो त्यो गाडी रित्तो भेटाएँ। त्यसमा त्यो सामान ग्रोसरी आइटम, टेक्सटाइल आइटम लोड गरेको थिएँ 16 गाडीमा, डल्लै आफ्नो सामान। त्यो गाडी रित्तो भेटाएँ। त्यो गाडीमा ब्याट्री पनि थिएन, त्यहाँदेखि त्यो ड्राइभर पनि थिएन। त्यसपछि म त्यहाँबाट हिँड्दै 1.5 घन्टा हिँडेर फेरि मसँग मेरो दाजुले छोरा पनि थिएँ। अनि सडकमा निस्केर म टाउनमा निस्केर घर गएँ। अनि त्यसको पछि केही समय तक मैले पेपर गरेँ, यो ऋणपानहरू छिनोफानो गरुन्जेल त कसले बिजनेस पेपर गरेँ। त्यो फेरि मैले मेरो बिजनेस पेपर चाहिँ त्यहाँदेखि मैले त्यो बिजनेस पेपरलाई फेरि सक्सेस तर ल्याउन सकिनँ, मैले पिकअप गर्न सकिनँ। अनि परमेश्वरको इच्छा, मैले परमेश्वरलाई कमिटमेन्ट गरेको, सेवाकार्य गर्छु भनेर कमिटमेन्ट गरेको ले मलाई सम्झना आयो। र मैले नागाल्यान्डमै नेपाली बाप्टिस्ट चर्च, ठुल्ठुलो नेपाली बाप्टिस्ट चर्चमा पास्टर सेवाकार्य गरेँ। त्यति बेला नागाल्यान्डमा NNDCA भन्ने एउटा संस्था थियो, नेपालीहरूको नागाल्यान्ड नेपाली बाप्टिस्ट चर्च एसोसिएसन भनेर एउटा संस्था थियो, डल्लै नागाल्यान्डको। त्यो बेला 7 वटा थियो, त्यो बेला 11वटा जिल्ला थियो होला नागाल्यान्डमा, अनि आज 16वटा जिल्ला भएको रहेछ। 11वटा जिल्लाभरिका नेपालीहरूको बिचमा एसोसिएसन लेभलमा पनि युथ डिपार्टमेन्टमा महत्त्वपूर्ण भूमिकाहरू, पोर्टफोलियोहरू बसेर सेवाकार्य गर्ने मौका पाएँ। अनि प्यारेन्ट बडीमा पनि यसो रिप्रेजेन्टेटिभहरू बसेर गर्ने मौका पाएँ। अनि 2005मा चाहिँ परमेश्वरले मलाई इन्सपायर गर्नुभयो, मलाई प्रेरणा दिनुभयो, त्यो आफ्नै जन्मथलोमा जा, किन जन्मथलोको सपना देख्ने गर्थेँ म। कोही कोही बेला सुत्दाखेरि आफ्नो गाउँमा प्रकार गरेर हिँड्दै गरेको कल्पना गर्थेँ, आफ्नो गाउँ ठाउँमा मानिसहरूलाई परमेश्वरको प्रेमको बारेमा भन्दै गरेको दर्शनहरू देख्थेँ। दर्शन भन्दा कल्पनाहरू, इन्सपाइरेसनहरू हुन्थ्यो। र त्यो कुराहरूले मलाई 2005मा मिरिकमा ल्यायो। अनि मिरिकमा ल्याउनु आएँ, म रित्तो आएँ, म 2टा छोराछोरी पछि लिएर आएर म एउटा धेरै कष्टपूर्ण जीवन जिएँ मैले 4-5 साल। त्यसपछि मण्डल स्थापना भए र आजको दिनमा दार्जिलिङ इलाकामा र इस्ट जोन नेपालमा पनि के हदसम्म परमेश्वरको सेवाकार्य गरिरहेको छु। मतलब सेवाकार्य गरिरहेको छु भन्दाखेरि इसाईहरूलाई मैले केही शिक्षाहरू दिने, अनि प्रोत्साहन दिने, आत्मिक प्रोत्साहन दिने, इन्करेजमेन्ट गर्ने कामहरू गरिरहेको छु। आज धेरै मानिसहरूले आज जीवनमा धेरै मानिसहरू सङ्घर्ष गरिरहेको हुन्छ। जसरी तपाईँको एउटा टेस्टमनी हामी सुन्न पायौँ कि तपाईँ कति दिनको लागि किडन्याप हुनुभएको थियो, अनि त्यो कुरोमा तपाईँले परमेश्वरको उपस्थिति थाहा गर्नुभयो है। र आज धेरै मानिसहरू होला, कोही बिमारीमा उल्झिरहेको होला, कोही विभिन्न प्रकारको है आफ्नो परिस्थितिमा सायद दाबिरहेको होला। अनि ती मानिसहरूलाई है तपाईँ प्रभु यीशु ख्रीष्टको उपस्थिति उनीहरू जीवनमा छ भनेर एउटा इन्सपायरिङ, तपाईँले इन्सपायर गर्नलाई केही बोल्न चाहनुहुन्छ? हजुर, हो, म किडन्यापिङ भएको कुरा, एकपल्टको किडन्यापिङको कुरा गरेँ मैले, 4 दिनको किडन्यापिङ भएको कुराहरू गरेँ। तर त्योभन्दा पहिला अरू 2 पल्टमा किडन्याप भयो, तर 5-6 घन्टाको निम्ति, किन एउटा व्यापारी भएको कारणले गर्दाखेरि। र त्यस प्रकारले धन सम्पत्ति मेरो धेरै सकियो। तर एनिवे त्यसपछि म यहाँ आएपछि सेवाकार्यमा इन्करेजिङ कुराहरू के हो भनेदेखि मैले तपाईँलाई पहिल्यै पनि भने, परमेश्वरसँग लेखिएको छ कि
विश्वास गर्नेको नाम प्रभु यीशु ख्रीष्टको हत्केलामा लेखिएको छ भनेर बाइबलमा त्यो लेखिएको छ। त्यो कुराले धेरै इन्सपायर दिन्थ्यो अनि धेरै मिराकल्सहरू जीवनमा देखेको छु। मिराकल्सहरू भन्नुको अर्थ त्यो फर्केर आउँदाखेरि म एउटा व्यापारी मान्छे, सेवाकाई गर्ने मान्छे, अनि डिस्ट्रिक्ट लेभल, स्टेट लेभलमा अनि लोकल लेभलमा चर्चमा पास्टरसहरू गरेको मान्छे र एकदमै अचानक रूपमा जब म फर्केर आएँ म जिरोमा आएँ। फेरि मसँग केही रहेन, एकदम केही रहेन मसँग। अनि त्यो दिनहरूमा पनि निराश चाहिँ कहिले भएन र एकपल्ट एउटा मैले ग्रेजुएट गरेको छु नर्थ इस्ट युनिभर्सिटीबाट। मैले क्लास भन्दा प्री युनिभर्सिटी सकेको भनेदेखि नागाल्यान्ड युनिभर्सिटीबाट मैले ग्रेजुएसन गरेको छु। अनि नोकरी गर्नुपर्छ होला भनेर नोकरी गर्नको निम्ति जमर्को बसेँ। अनि नोकरीको निम्ति पोस्ट अफिस डिपार्टमेन्टमा खोलियो, एपोइन्टमेन्ट खोलियो। अनि अब फर्म भरेर एपोइन्टमेन्टको निम्ति इन्टरभ्यूको निम्ति डेटहरूको निम्ति फर्म भरेर फिलअप गरेर दिनुपर्ने भन्दाखेरि मेरो श्रीमती सोधो थियो। श्रीमतीले भन्नु होइन, तपाईँले नोकरी होइन, होइन तपाईँले सेवाकाई नै गर्नुपर्छ भनिन्। अनि के हो भने दुःख पाएँ सुख पाएँ, तिमीलाई भोको राखेँ, तिमीलाई दुःख दिए कि मलाई केही कम्प्लेन छैन, नानीहरू दुःख केही कम्प्लेन छैन, जे हुन्छ सेवाकाई गर्नुपर्छ। घोडा टेकेर ओके त्यसो भन्दाखेरि घोडा टेकेर लु आगो बढाऊ, नोकरी नै होइन, बिजनेस नै होइन, केही पनि होइन, अब सेवाकाई नै गर्ने भनेर जब घोडा टेकेर सुरु गरियो त्यस दिनदेखि परमेश्वरले फेरि 1 दिन 2 दिन 3 दिन गर्दै गर्दै आशिषहरू दिनुभयो र आज यो स्थितिमा छु। र यो मेरो आफ्नो जीवन गवाई। र अर्को कुरो हालैमा मलाई मेरो लिभर क्यान्सर भनेर एक जग्गा एउटा हस्पिटल नाम नलिउँ है, एउटा प्लेस एउटा हस्पिटलबाट मलाई लिभर क्यान्सर 4th स्टेजको लिभर क्यान्सर थाहा पाएँ भनेर डायग्नोस गर्यो। अनि गरेछ, मलाई त थाहा हुनु दिएन मेरो परिवारले। अनि मेरो धेरै अहिले मसँग धेरै मित्रहरू हुनुहुन्छ, शुभचिन्तकहरू हुनुहुन्छ, विश्वासीहरू भयो, अविश्वासीहरू पनि धेरै छन्। उहाँहरूले मलाई जान्नु दिनु भएन र मलाई तत्काल उहाँहरूले मलाई हैदराबाद लानुभयो। तत्काल हैदराबाद लानुभयो। अनि कतिजना पास्टर आएर मलाई प्रार्थना गरी छुएर के तपाईँ बाटोमा जानुभयो त निको हुनुहुन्छ भनेर। अब म सोच्दै थिएँ मलाई चाहिँ के चाहिँ बिमार छ अरे। तत्काल मलाई कुदाउँदै थियो, मान्छे गोर्खे 15-22 दिन भइसक्यो, मान्छे गोर्खे आएको छन्, हेर्नु आएको छन्, मलाई के बिमार छ भन्ने त्यो मलाई शङ्का थियो। मलाई के चाहिँ भएको छ शङ्का थियो। र उहाँ पुगाएर उनीहरूले जब डायग्नोस गरे, यो टेस्टहरू भयो, डायग्नोसहरू गरे, त्यहाँनिर चाहिँ मलाई चाहिँ क्यान्सर चाहिँ होइन रहेछ, जस्ट स्मल एउटा फ्याटी लिभर भन्ने रोग मात्रै रहेछ। अनि त्यति बेला मात्रै भने तपाईँलाई चाहिँ एउटा जग्गाले, एउटा हस्पिटलले, एउटा ठाउँको हस्पिटलले तपाईँलाई 4th स्टेजको क्यान्सर छ भन्दा डायग्नोस गरेको थियो। तर अब त्यो उहाँ थियो गरेको थियो, अब यता गरेको पनि डक्टर गलत हो, हस्पिटल गलत हो भन्न सकिँदैन, अनि उहाँको त सही हो भन्न सकिँदैन। तर मलाई के लाग्छ भनेदेखि 5 पास्टरहरूले प्रार्थना गरेको थियो तपाईँ बाटोमा जानु निको हुनुहुन्छ भनेर। बाटोमा जानु जाँदैन मलाई परमेश्वरले निको पार्नु भएको यो चाहिँ एकदम जलवन्त र करेन्ट एउटा मिराकल्स मेरो जीवनमा भएको हो। मतलब म के भन्न चाहन्छु भनेदेखि मर्नु एक दिन निश्चित छ, सबैलाई मर्नु एक दिन निश्चित छ। तर हामी परमेश्वरलाई विश्वास गर्नेहरू र परमेश्वरको सङ्गतिमा बस्नेहरू जस्तो केही परिस्थिति आओस्, जस्तो स्थिति आओस्, त्यो स्थिति आउँछ मान्छेलाई, हरेकलाई आउँछ, धर्मीलाई आउँछ, हरेक मान्छेलाई आउँछ र सबैलाई आउँछ। तर म जस्तो व्यक्ति जसले पूर्ण रूपमा परमपिता परमेश्वर प्रभु यीशु ख्रीष्टमा विश्वास राखेर दिएको हुन्छौँ, धेरै दिएको हुन्छौँ, हामीले त्यही स्थितिमा पनि परमेश्वरले हामीलाई बाहिर निकाल्नुहुन्छ। त्यही परिस्थितिमा आनन्दका साथ परमेश्वरले हामीलाई त्यहाँबाट बाहिर निकाल्नुहुन्छ, त्यहाँबाट हामीलाई रिलिज गर्नुहुन्छ, त्यहाँबाट हामीलाई छुटकारा दिनुहुन्छ। र तपाईँहरू कोही पनि यस्तो खालको परिस्थितिमा, मेरो कुरा सुन्दै गर्नेहरू कोही पनि यस्तो परिस्थितिमा हुनुहुन्छ, स्थितिमा हुनुहुन्छ, मैले सुरुदेखि भनेको है, किडन्यापिङ भयो, बिमारी भयो, गरिबी भयो, अमिरी भयो, एक्लोपन भयो, इमोसनल चोट लागेको कुराहरू भयो, इत्यादि कुरोहरू मानिसमा आउँछ। यो कुराहरूमा आउँदाखेरि तर हामीले प्रभुलाई चिनेको छौँ भने परमेश्वरले हामीलाई कहिले एक्लो छोड्नुहुन्न, उहाँको पवित्र आत्मा हामीसँग हुनुहुन्छ र हरेक पल उहाँले हामीलाई इन्सपायर गर्नुहुन्छ, इन्करेज गर्दै हामीलाई जीवन
अघि बढाउनुमा सहायता गर्नुहुन्छ र तपाईँहरूले प्रभु येशू ख्रीष्टमाथि आफ्नो भरोसालाई चाहिँ अटल बनाएर मजबुत बनाएर बलियो बनाएर हामी अघि बढ्नुहोस् भन्ने सल्लाह पनि यहाँ उठान दिन चाहन्छु। अनि हुन्छ रसी बाउलाई हामी धन्यवाद दिन्छौँ तपाईँको बहुमूल्य समयको निम्ति र आज तपाईँको जीवन गवाईबाट हामीले केही कुरो सिक्न पायौँ र हामी आशा गर्छौँ आउँदो दिनमा पनि हामी साथै नै तपाईँको जीवनद्वारा तपाईँको सेवाकारीद्वारा हामी धेरै शिक्षा पाउँछौँ अनि धेरै हामी थाहा गर्छौँ परमेश्वरको उपस्थिति अनि तपाईँको जीवनलाई तपाईँको परिवारलाई तपाईँको व्यवसायलाई तपाईँको मण्डलीलाई परमेश्वरले धेरै आशिष दिएको हुन् र हामी यो पोडकास्ट एन्ड गर्नुभन्दाखेरि तपाईँ यदि तपाईँको इच्छाले पब्लिकलाई या भ्युवर्सलाई तपाईँ के बोल्न चाहनुहुन्छ भने तपाईँलाई हामी केही समय दिनेछौँ। यति नै भन्न चाहन्छु यसै पास्टर यसै रेभरेन्ड म के भन्न चाहन्छु भनेदेखि यो सारा संसारलाई हाता पारे तापनि आत्मा तिमीले गुमायो भने मित्र तिमीलाई छैन त्यो लाभ भनेर एउटा लेखिएको बाइबलमा लेखिएको छ र म यहाँ सबैलाई भन्न चाहन्छु सारा संसारलाई हात पारे तापनि आफ्नो आत्मा चाहिँ हामीले गुमायौँ भनेदेखि हामीलाई के लाभ छैन। अब आत्मा चाहिँ कसरी गुम्दैन भन्दाखेरि चाहिँ आत्मा बचाउने चाहिँ र आत्माको सुरक्षा चाहिँ आत्मा बचाउने र अनन्त जीवनको मालिक चाहिँ परमपिता प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। हामी मलाई विश्वास गरौँ। विश्वास गरेपछि दुईवटा कुरा हुन्छ। एउटा हाम्रो आत्मा अनन्तको निम्ति अनन्तको राज्यमा हामी सदा जीवित रहनेछौँ र अर्को कुरो यो संसारमा पनि हामी कहिले एक्लो रहँदैनौँ। उहाँको पवित्र आत्माले हामीलाई संसारमा पनि शान्तवनाको साथमा जीवन जिउनको निम्ति लिड गाइड र अगुवाई गर्नुहुन्छ र प्रभु येशू ख्रीष्टको प्रेम है सारा जगतको निम्ति हो। किन उहाँ सारा जगतलाई बचाउनको निम्ति जगतको मानिसलाई बचाउनको निम्ति नै आफ्नो स्वर्गीयको सिंहासनलाई र बेहुलालाई त्यागेर घाँटीमा आउनुभयो र कल्वरी क्रुसमा बलिमा चढ्नुभयो। अनि त्यही त्यो प्रेम चाहिँ आज तपाईँले मैले बुझ्नु पर्ने हुन्छ। तपाईँले मेरो निम्ति मर्दिने चाहिँ परमपिता परमेश्वर मात्रै हुनुहुन्छ। हुन्छ पास्टर रेभरेन्ड उमेश सेवा अनि फादरी रेभरेन्ड उमेश सेवा पनि भन्न सक्छौँ र तपाईँलाई परमेश्वरले आशिष दिउन् र तपाईँको सेवाकाई अनि तपाईँको जीवनमा परमेश्वरको प्रशस्त आशिष भएको होस् भनेर हामी तपाईँलाई आशिष ईश्वर ख्रीष्टको नाममा बोल्दछौँ। तपाईँको समयको निम्ति तपाईँलाई हामी धन्यवाद दिन्छौँ। जय मसीह। जय मसीह।